नमस्कार, म डाक्टर श्याम कुमार ओनियार, एसियन गोल्डन हस्पिटल। आज तपाईहरुलाई प्री डायबिटिकको बारेमा केही कुरा जानकारी दिन गइरहेको छु। नर्मली हामी जहिले पनि डायबिटिसको कुरा गर्छौं, तर चाहिँ प्री डायबिटिसको कुरा प्राय हामी धेरै कम गर्छौं। प्री डायबिटिक यस्तो कन्डिसन हो जुन चाहिँ हामीले के छ कि फेरिदेखि रिभर्स गर्न सक्छौं, फेरिदेखि नर्मल लाइफ मान्न सक्छौं। पहिलो कुरा हामीले बुझ्नुपर्ने जरुरी के हुन्छ भने कि प्री डायबिटिज भनेपछि के हो हैन, र यसलाई कसरी हामीले फेरि यसलाई नर्मल ल्याउन सक्छौं। र प्री डायबिटिक भनेपछि त्यस्तो कन्डिसन हो जुन चाहिँ हजुरको नर्मल र डायबिटिज हुनु भन्दा को बिचको कन्डिसन हो। यसलाई हामीले कसरी आइडेन्टिफाई गर्ने प्री डायबिटिज कसलाई भयो भनेर। प्री डायबिटिक कन्डिसनमा युजुअली प्राय बिरामीलाई त्यस्तो कुनै सिम्पटम्सहरु हुँदैन, तर हामीले के हुन्छ कि रेगुलर टेस्टहरुको दौरान यो कुरालाई हामीले जानकारी आउँछ। पहिलो कुरा छ कि व्हाट इज प्री डायबिटिज। प्री डायबिटिज भनेको के हो? प्री डायबिटिज भनेपछि त हामीले फास्टिङ पिपी गराउँदाखेरि यदि फास्टिङ लेभल ब्लड सुगर लेभल 100 भन्दा माथि र 125 भन्दा कम 100 to 125 124 यदि ब्लड सुगर फास्टिङ ब्लड सुगर हुनु, या पिपी ब्लड सुगर 140 to 199 मतलब 140 देखि 149 सम्म हुनु, वा HbA1c जुन 3 महिनाको हामी सुगर भन्छौं त्यो चाहिँ 5.7 to 6.4 सम्म हुनुलाई प्री डायबिटिक कन्डिसन भनिन्छ। प्री डायबिटिक कन्डिसन यो नर्मल भन्दा सुगर माथि हुनु तर डायबिटिसको लेभल नपुग्नु चाहिँ प्री डायबिटिक कन्डिसन हो। यो प्री डायबिटिक कन्डिसन किन हुन्छ त भन्ने कुरा त हामीले जान्नुपर्ने कुरा हुन्छ हैन। प्री डायबिटिक कन्डिसन चाहिँ मेनली हामीले हेर्दाखेरि शरीरमा इन्सुलिन त हुन्छ, तर चाहिँ कि इन्सुलिन चाहिँ राम्ररी काम गर्न नसकेर जसलाई हामीले इन्सुलिन रेजिस्टेन्स भन्छौं हैन। शरीरमा इन्सुलिन धेरै छ तर त्यसले काम गर्न नसकेर प्राय जसको कन्डिसनमा प्री डायबिटिक कन्डिसन हुन्छ। र यसमा के छ कि राम्रो पक्ष के छ कि यसलाई यदि हामीले टाइमली थाहा पायौं हैन, यदि टाइमली हामीले कन्ट्रोल गर्यो भने हामी फेरिदेखि नर्मल सुगरमा फर्किन सक्छौं र वर्ष हामी डायबिटिस फ्री रहन सक्छौं। ठीक, अब के छ नि कि प्री डायबिटिकको कन्डिसन थाहा पाएर अब हामी कसरी नर्मल हुने त। ठीक, प्री डायबिटिक हुने कन्डिसनमा एउटा ओबेसिटी चाहिँ मेजर कुरा हो। त्यसो छ कि हामीले कुनै पनि बिरामी मान्छेलाई जब डायग्नोसिस हुन्छ प्री डायबिटिज कन्डिसन जसको सुगर चाहिँ नर्मल भन्दा हाई छ र डायबिटिज भन्दा कम छ, उहाँहरूले अब यसबाट सुगर हुनुबाट बच्ने उपायहरू के हुन् त, कसरी उहाँले फेरिदेखि नर्मल सुगर लेभल आउन सक्नुहुन्छ त भन्ने कुरा हुन्छ। त्यसमा चाहिँ सबभन्दा इम्पोर्टेन्ट कुरा हुन्छ कि उहाँको वेट म्यानेजमेन्टको लागि। यहाँ छ कि प्री डायबिटिक हुनको लागि या इन्सुलिन रेजिस्टेन्स हुनको लागि ओबेसिटी एउटा मेजर फ्याक्टर हुन्छ। ठीक, हामीले नर्मल बीएमआई भन्छौं हैन, ओभरवेट भन्छौं, ओबेसिटी भन्छौं हैन। कुनै पनि मान्छेको यदि चाहिँ बीएमआई 23 भन्दा बढी छ भने त्यो चाहिँ ओभरवेट हो हैन, 25 भन्दा बीएमआई बढी छ भने दैट इज ओबेसिटी हैन। र सबभन्दा इम्पोर्टेन्ट कुरा हुन्छ कि वेट रिडक्सन। कसैले प्री डायबिटिक भएको छ त्यो चाहिँ ओभरवेट छ, ओबेसिटी छ भने हैन, त्यो सबभन्दा पहिलो काम गर्नु पर्यो कि आफ्नो वेटलाई रिड्युस गर्नु पर्यो। यदि 10% पनि हामीले आफ्नो बडी वेटलाई रिड्युस गर्छौं, जो चाहिँ ओभरवेट हुनुहुन्छ, जो ओबेसिटी हुनुहुन्छ, त्यसले चाहिँ उहाँले फेरिदेखि नर्मल फर्काउनलाई धेरै मद्दत गर्छ। ठीक, अर्को कुरा छ एउटा त वेट रिडक्सन, अर्को कुरा छ कि हामीले गर्नुपर्ने रेगुलर एक्सरसाइज। रेगुलर एक्सरसाइजले यो चाहिँ प्री डायबिटिकलाई नर्मल रेन्जमा ल्याउनको लागि धेरै मद्दत गर्छ। हामीले सबभन्दा बेस्ट हुन्छ रेगुलर एक्सरसाइज। हामीले 30 to 45 मिनेट रेगुलर एक्सरसाइज गर्यो भने त्यसले चाहिँ के हुन्छ कि त्यसलाई नर्मल ल्याउनलाई मद्दत गर्छ। तेस्रो कुरा चाहिँ हाम्रो के छ कि खानाको कुरा। जहिले पनि हामी डायबिटिजको कुरा गर्दाखेरि खानालाई विशेष महत्त्व दिएको हुन्छ हैन, र त्यसमा के हुन्छ कि विशेष महत्त्व पनि दिनुपर्छ। कस्तो खानेकुरा हामीले नखाने, कस्तो खानेकुराहरू खाने। पहिलो कुरा छ कि कुन खानेकुराहरू नखाने त। नखाने भनेपछि कम खाने, एभोइड गर्ने। त्यसमा के छ कि हामीले मेनली हेर्दाखेरि व्हाइट कुराहरू, सेतो कुराहरू जस्तै अब चिनी भयो, सुगर भयो, चिनीयुक्त खानेकुराहरू भयो, सेतो चामल भयो, सेतो पिठो भयो, सेतो पिठो मैदाहरू भयो हैन, यिनीहरू चाहिँ हामीले खानामा सक्दो एभोइड गर्नुपर्छ, खानु हुँदैन। चिनीयुक्त खानेकुराहरू भयो, मैदाहरू भयो। त्यसरी नै के छ कि हामीले ड्रिङ्क्सहरू, सफ्ट ड्रिङ्क्सहरू भयो, जुन यो कोका कोला, फेन्टा मतलब जुन ड्रिङ्क्सहरू छ हैन, तारेको खानेकुराहरू हामीले एभोइड गर्नुपर्छ हैन। त्यसरी नै के छ कि आलु जस्तो सब्जीहरू पनि हामीले एभोइड गर्नुपर्छ। ठीक, त्यसपछि हामीले खानामा के खाने कुरा त, खानामा खाँदाखेरि हामीले एउटा ब्यालेन्स डाइट खानुपर्छ, त्यसमा प्रोटिन युक्त खानेकुरा खानुपर्छ, र चामल खाँदाखेरि हामीले ब्राउन राइस खान मिल्छ,
या हामीले उस्ना चावल भनिन्छ त्यो खान मिल्छ, ढिँडोहरू खान मिल्छ, रोटी खान मिल्छ, सागसब्जी खान मिल्छ। फलफुल खाँदाखेरि हामी त्यस्तो फलफुल खानुपर्छ जुन अलिक कम गुलियो, अलिक कम पाकेको होस्। जस्तै हजुरको स्याउ भयो, नासपाती भयो, मेवा भयो, होइन, अम्बक भयो, यी फलफुलहरू हामीले खान मिल्छ होइन। र जस्तै अब आँपहरू भयो होइन, त्यस्तो गुलियो फलफुलहरू हामीले एभोइड गर्नुपर्ने जरुरी हुन्छ। अनि अङ्गुरहरू भयो त्यो पनि हामीले एभोइड गर्नुपर्ने हुन्छ। अलिकति पनि हाम्रो शरीरको हेल्थको ख्याल राख्छौँ भने हामी फेरिदेखि नर्मल लाइफमा फर्किन्छौँ। त्यसले चाहिँ कि प्री डायबिटिक कन्डिसन जान्न जरुरी छ, यसलाई चाहिँ रोक्न जरुरी छ र यसको रोक्ने उपायहरू जान्न जरुरी छ। रोक्ने उपाय मुख्य त्यही 3टा हुन्। एउटा त एक्सर्साइज गर्नु पर्यो, आफ्नो वेटलाई म्यानेज गर्नु पर्यो, वेटलाई रिड्युस गर्नु पर्यो, अनि अर्को चाहिँ कि हामीले डाइटलाई कन्ट्रोल गर्नु पर्यो। यो सबै प्रविधि यदि हामीले अपनायो भने र हामीले राम्ररी कोसिस गर्यो भने हामी वर्षौं बिना डायबिटिजको आरामले हाम्रो नर्मल लाइफ बिताउन सक्छौँ। र यो सबै कुरालाई हामीले के छ कि ध्यानपूर्वक अगाडि पालना गर्यो भने आउने दिनहरूमा डायबिटिज बिरामी हामी घटाउन पनि सक्छौँ। र त्यति भन्दै तपाईँ सबैलाई धन्यवाद, नमस्कार।